सो हेलो नमस्ते हजुरहरू सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। म चाहिँ धाराको पानी आएको थिएन है धारामा पानी बनाउनु जान्ला एकले। अब म जान्छु अनि उता पुगेपछि गर्छु देखाउँछु। अनि म चाहिँ जान्छु बिस्तारै जान्छु अनि गएर झन् भ्लगरलाई सबजनाले सपोर्ट गर्नु होला। युट्युबमा गएर युट्युबमा नि हालेको छु मैले भिडियोहरू हेर्नु होला। फनी भिडियोहरू पनि छ, गएर हेर्नु होला। लाइक कमेन्ट गर्नु नबिर्सिनु होला। अनि म चाहिँ अब एकछिनमा जान्छु खोलातिर जाँदैछु क्या। म खोलामा ठुलो पानी हालेको छ, ठुलो हेर्न सक्नुहुन्छ। अब के गर्ने त्यही त अनि मिनी भ्लग होइन, यस्तै छ। अनि म चाहिँ खोला पुगेँ के आधी बाटोमा खोलाको फकै लाएर आमा हो पसिना नि आयो कि त्यहाँ पसिना नि आयो। अनि पानी बिग्रियो कहाँ बिग्रियो त्यो मलाई पनि थाहा छैन। अब गएर हेर्न पर्छ होइन। खोलामा हेरेको त कति ठुलो पानी कि हेरेन। ओहो म त ढल्ने कि कति ठुलो पानी हो भने। अनि वहाँ परेर हेरेँ अनि बिस्तारै गयो अलि माथि बिस्तारै हिँडेँ। अनि अलि माथि हाम्रो पाइप थियो कि खोलाको पाइप नि हेरेँ। अनि हाम्रो डाइरेक्ट छ कि पानी खोलाबाट लैजाने डाइरेक्ट हो पानी। अनि डाइरेक्ट लएँ अनि एकछिन हेरेँ कहाँनिर छ हाम्रो पाइप भनेर हेरेँ। अनि माथि गएँ, माथि गएर फेरि एकछिन हेरेँ त्यहाँ के रहेछ भनेर हेरेको पानी नै आएन क्या हाम्रो उमा पाइपमा त। खोलेर हेरेँ पानी नि आएर छ। अनि त्यहाँपछि एकछिन बसेँ अनि हेरेँ अनि आएन। अनि माथि खोलातिर जानुपर्छ भनेर खोलातिर लस्केँ एकछिन। अनि गएँ बिस्तारै गएँ अलि माथि गएँ त्यहाँ पाइप छुट्टिएर रहेछ पानी चाहिँ त्यति आएर रहेछ कि पानी त्यति आएर रहेछ हेरेँ। अनि एकचोटि हेरेँ अनि पाइपमा पानी लाउन गएँ माथि। पाइप चाहिँ त्यही छ है, हेर्न सक्नुहुन्छ यही पाइप चाहिँ हाम्रो। अनि फेरि माथि गएँ, माथि सुसा थियो कि पानी अस्ति मैले गएको थिएँ नि झरना ठुलो के त्यहाँ कति ठुलो पानी आयो क्या यो कुलामा नअटेर सबै पानी बाहिर झऱ्यो। अहिले हेर्न सक्नुहुन्छ टक्क पारामा होइन। अनि म बिस्तारै गएँ। अब हेर्नु है त खोला क्या ठुलो आयो कि। अब बिस्तारै गएँ हेर्नु है त म बिस्तारै गएको छु त्यहाँ। अब हेर्नु है त कति ठुलो आयो पानी, म दङ्गै परिरहेँ। हेर्नु त आमा हो बाहुबली झरना अन्त बाहुबली टान गर्ने झरना हो यो चाहिँ। पानी चाहिँ कति ठुलो आयो हेर्नु होला। कस्तो उज्यालो देखेँ हरियो पानी पऱ्यो कि अलिअलि सिमसिम पानी पऱ्यो। अनि म चाहिँ पानी सानी बनाउँछु अब एकछिनमा। अनि त्यहाँ लिएर आएको कि हाम्रो पाइप बनायो। मैले पानी चाहिँ बनाइसकेँ हालिसकेँ। अनि बनाएर अब म यता फर्किन्छु कुलै। अनि अब एकछिनमा अब त्यहाँ गएर माथि गएर हेर्छु पानी आयो कि आएन है त। अब म घरतिर फर्केँ त्यहाँ पानी आएछ। म घरतिर फर्किएको छु बिस्तारै। मैले कपालहरू पनि घात्रा काटेको छु मैले हेर्नु नि म त हेन्सी देखेँ। ढकलटार हेर्नु कस्तो खतरा देखेको कि बादल हेर्नु नि त्यहाँ आमा हो। म चाहिँ बिस्तारै घरतिर फर्केँ होइन। के काम छ र बिस्तारै घर फर्केँ। अनि हाम्रो चाहिँ म चाहिँ दिउँसो खाजा बनाउँदैछु अब पानीपुरी। नानीलाई हाई गर्न लाग्यो। अब एकछिनमा चाहिँ नानीले हाई गर्छ पानीपुरी यति नतातेर केही नि भएन, तातेन तात्दै गरेँ अब। अनि फुलाउँदै गरेँ मैले चाहिँ बिस्तारै फुलाउँदै गरेँ होइन। फुलाउँदै गरेँ फुल्यो। अनि त्यहाँ हाल्छु म चाहिँ अब त्यहाँ अब हालेँ। अब हालेपछि ठिकै छ मिठै भएको थियो। अनि नानी थियो त्यहीँ, नानीलाई हाई गर्न लाएँ। हाई गरेँ नानीले राम्रोसँग। अनि पानीपुरीहरू चाहिँ रेडी भयो। अर्को भुसी पानी हो, भुसी पानी र पानीपुरी। अनि अब एकछिनमा चाहिँ
आलु मसला है मसला चाउचाउ आलु प्याज सबै मिसाएर खुर्सानी हालेर अनि हाम्रो चाहिँ रेडी भइसक्यो पानीपुरी खानलाई। टक्क पारामा पानीपुरी खान्छु म चाहिँ। हेर्नु क्या मिठो छ आम मुख रस आयो होला है तपाईँहरूको नि मेरो देखेर भिडियो देखेर। आममा हेर नि पानीपुरी वेज यस्तो पिरो थियो कि खुर्सानी आमामा म त खाएर दङ्ग परिदिँदै आमा हो। हेर्नु त सबैले मुख चाहिँ नरसाउनु होला, लाइक कमेन्ट गरिदिनु होला टक्क पारामा भिडियो राम्रो भए है त। म चाहिँ अब डेली हाल्छु यो भिडियो चाहिँ यस्तो मिनी भ्लग। सबैजनाले सपोर्ट गर्नु होला है त। युट्युबमा पूजन ब्लगर छ अनि के अरे टिकटकमा चाहिँ सबैजनाले फलो गर्नु होला, लाइक कमेन्ट गर्नु होला टिकटकमा नि है त। म खान्छु बिस्तारै बिस्तारै। अब सकिन सक्यो अब एउटा हात्या रहेछ। अब एउटा नि टक्क पारामा खान्छु। मिठो भएको थियो आफैले बनाएको टक्क पारामा खायो अनि सक्यो पनि। अब सक्यो अब भाँडा माझ्नु पऱ्यो अनि एकछिन बेलुका भयो मासु पकाउनु पऱ्यो राति। अब मासु ल्याउनु भएको थियो दाइले अनि मासु पकाएँ मैले। पकाएपछि टक्क भुटभाट गरेँ अनि फेरि एकछिन अब प्याज हाल्न पऱ्यो एकछिनमा चाहिँ होइन। अनि प्याज हाल्यो नुन खुर्सानी हाल्यो टक्क पारामा सबै हाल्यो। अब हेर्न सक्नुहुन्छ मासु हेर्नु रातो पिस भयो। रातो पिसपछि अब एकछिन रोक्यो अनि त्यहाँपछि मैले 2 गरेँ नान्दाले भिडियो खिचिदिनु भयो। अनि हामी सबै काम भ्याएर अनि एकछिन फेरि घुम्यौँ। फेरि नान्दाले भ्यूमा यस्तो बादलमा टक्क लाएर भिडियो बनाइदिनु भयो। टक्क कालो देखेँ अनि राति भयो। आजको लागि चाहिँ यति नै। सबैले लाइक सपोर्ट गर्नु होला। बाई बाई।